अश्लील, असामाजिक, गालीगलौज, अमर्यादित, समाजलाई ग्राह्य स्वीकार्य नहुने असभ्य भाषा, शैली, भावभङ्गी जस्ता कुराहरूको प्रयोग उपयुक्त हुँदैन। विचार व्यक्त गर्न पाइन्छ, सदैव खुल्ला छ। अनि फेरि प्रतिस्पर्धा गर्न पाइन्छ, जनताका बीचमा चाहिन्छ र द्वन्द्व सुरु हुनभन्दा अगाडि नेकपा एमाले जितेर, चुनाव जितेर, चुनावको माध्यमबाट एकल सरकार बनाएर ऐतिहासिक कामहरू गरिसकेका छ। ती ऐतिहासिक कामहरूबाट त्रसित भएर अरूको अस्तित्व सङ्कटमा परेको महसुस गरेर अनेक तरिका अपनाएर नेकपा एमालेलाई त्यसबेला सरकारबाट विस्थापित गरिएको थियो। हामीले ती कुराहरू उहाँहरूलाई बुझायौँ। शान्तिपूर्ण ढङ्गले संवैधानिक बाटोबाट अगाडि जान र सरकार बनाउन सकिन्छ, आफ्ना नीतिहरू कार्यान्वयन गर्न सकिन्छ भने हिंसाको बाटो किन चाहियो? हिंसा त त्यति बेला मात्रै स्वीकार्य हुन सक्छ जति बेला निहत्था जनतालाई सत्ताले दमन गर्छ, अधिकार खोज्छ, अधिकार दिँदैन र अधिनायकवादी जहानिया राणा शासन होस् कि शाह शासन होस् कि अरू कुनै होस्, जहानिया जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तका आधारमा जन्मिँदै कोही राजा हुन जन्मिने, कोही श्री 3 हुन जन्मिने, कोही श्री 5 हुन जन्मिने, यस खालका भ्रमपूर्ण र मूर्खतापूर्ण कुराहरूलाई वास्तवमा अस्वीकार गरेर जनताले अब अगाडि जान सक्ने अवस्था छ।